नमस्ते, राधे राधे छ। म फेरि पनि आइसकेकी छु अर्को एउटा भिडियो लिएर। यता मेरो हनुमान मन्दिरमा पूजा गर्न जाने बेला भयो। पूजा गरिसकेर आएर यता मैले चाय बनाएँ। खाली चा पकाएको खाएको मात्रै देखाउँछ भन्नुहुन्छ होला। मैले यो सेतो चा चाहिँ खान छोड्दैकी थिएँ। फेरि के भएर खान थालेँ खोइ कुनी। खान थालेपछि चाहिँ एकपल्ट नखाइ चाहिँ हुँदैन अब। चाय पिसकेर यता हस्बेन्डज्यूले दाल लिएर आउनुभएको थियो अनि म टेमामा खन्याउन थालेँ। अनि त्यसका पछाडि मैले खानासाना पकाएँ। सानी छोरीलाई पनि नुहाइदिएँ। त्यसका पछाडि हामीले खानासाना खायौँ अनि म तामुल मुखमा हालेर बर्तनहरू माझ्न भनेर गएँ। आएर हेर्छु त यी दिदीबहिनी मोबाइल पो हेरिरहेका रहेछन्। तर आज चाहिँ हेरेका थिएनन् नि मोबाइल, यही हो हेरेका। बेला बेला त हेर्न पनि दिनु पर्यो। एकेबारे मोबाइल हेर्न नदिएर पनि मिलेन। उनीहरू पनि के गरून्, बेला बेला त टाइम पास गर्नै पर्यो। यता मेरा हस्बेन्डज्यू नासपत्ती काट्दै हुनुहुन्छ। केटाकेटीलाई पनि दिँदै हुन्छ। यहाँ हेर्नुहोस् न, यो सानो भाइको मुख कस्तो पार्दैछ। त्यो देखेर बहिनीले पनि उस्तै मुख पार्न थाली। यता मेरी सानी छोरी गर्मी भएर पानी पिउँदैछ। ठुली छोरीले चाहिँ बाबुको पुरानो पेन्ट निकालेर ट्राई गर्दैछ। पुरानो भए पनि साह्रै राम्रो रहेछ। आजको भिडियो यति नै हो। बाई।